थोरै छ जिन्दगी टायर भाँच्यो रे कहाँ हो ओहो सबभन्दा अगाडि आउनुपर्ने मान्छे सबभन्दा पछाडि छौ हेलो जनक फर्स्ट मलाई थाहा थियो जुत्ता जुत्ता नखोलेर हो मलाई तान्दैन नि थाहा थियो के हाइट उठ्यो नि त कम जनक फर्स्टले मलाई थाहा थियो अनि यो बियरका बोतलहरु कहाँ छन् हाम्रो खडकजी मात्रै भेटिनु छ बियर समातेर कतै खानुहुन्छ हो खडकजी साइडमा राख्दिउ भने म तल राखेको छु तल यो पर्सेन्टेज त हामी ढाडै गोविन्दजीको प्रतिक्रिया दिनु पर्यो आजको यस अविस्मरणीय पलमा बियरै लाग्यो छैन के प्रतिक्रिया दिनु लागेपछि बियर प्रतिक्रिया दिनु अब त्यसको लागि के गर्नुपर्ने छ त खानु पर्यो नि दुई चार फेरि खानु पर्यो रातो बाले छ अरे एउटा ठाउँमा त्यही जाम अनि आजको कार्यक्रममा विशेष प्रतिक्रिया दिन आइराख्नु भएको छ यहाँ हाम्रो बाजुरेली बटुवा गणेश रोकाया ए गणेशलाई जनक रोकाया ल्याउ ल जनक हाम्रो प्रतिक्रिया दिनलाई तयारी हुनुहुन्छ ल जनक सर प्रतिक्रिया दिउँ एउटा गीत गाएर क्या प्रतिक्रिया चाहियो भन्न हौ तिमी होइन गीत गाएर ल गीत गाउँ चस्माको खोलमा तै झुडाई भन्ने जा बुढा खासी बुढा लाग्दै लाग्दै यो बुढालाई लाग्यो रहेछ यार ढल्छ रे एउटा बोतल खाएपछि ढल्छ रे बुढोले एकै बोतल खाएको सबैले यहाँनिर साबुन त्यो हाले हो नि नुहाउनलाई नुहाउने छ मसँग ल यहाँनिर थियो लगाउँला लिगा झम हामी लगाउन सबैले सरर पानी घटैमा म त प्यारी फर्किन्छु फर्किन्न भेटामा आकाशमा चिलुरो फनाना आजको पिकनिक रमाइलो साथी भन न सरार पानी घटैमा म त प्यारी फर्किन्छु नाम सारे है पेन्सिल बट्टामा ओ मित्रहरु नाच्ने नाचेकै छैनौ त हामी त सौलो छ क्या विधि सौलो छ एम साथीले पकायो मासु असाध्यै कौलो छ पानी घटैमा ल धन्यवाद तपाईलाई मेरो यसो यो सानो कला र ग्राहक तपाईले सम्मान गरिदिनु भएकोमा तपाईलाई धन्यवाद त्यसपछि हाम्रो अब खडकजीले पनि गीत गाउनमा तम तयार हुनुहुन्छ एकचोटि गाइदिनु मेरो मित्र मसँग गीत गाउने प्रतिक्रियामा मलाई त्यस्तो आउँदैन
प्रतिक्रिया होइन सर प्रतिभा प्रतिभा मसँग छैन धन्यवाद मेरा मित्र आज उहाँले धेरै बियर खानु भएकोमा प्रतिभालाई पनि प्रतिक्रिया भनिराख्नु भएको छ। छिटो पका त यो मसला हो ओइ हिजो पैसा हाले हो यसमा हातमा हालेर खाएको यो नुन हो। हातमा हालेर खाएको केटीमा हाल्न भातमा हालेर खाएको आज ए